गुड मर्निङ प्रिय सबै नागरिकहरूलाई। यति बेला चाहिँ म लगभग 1800 मिटरको उचाइमा रहेको सूर्योदय नगरपालिकाको श्री अन्तु भन्ने ठाउँमा बसिराखेको छु। अनि तपाईँहरूले मेरो पछाडिपट्टि सूर्य पनि उदाउँदै गरेको देख्नुभयो होला। यहाँको विशेषता नै नेपालको पहिलो सूर्य उदाएर देखिने ठाउँ पनि श्री अन्तु भएकोले यस ठाउँलाई पनि सूर्योदय नगरपालिका भनेर नाम राखिएको छ। अनि यहाँ आउँदै गर्दा एउटा गीतको याद आयो, घुम्न जाउन हेर न कान्छी श्री अन्तु डाँडैमा। धेरै वर्ष हुँदाखेरि सुनेको यो गीत फाइनल्ली आज हामीले यहाँ आएर सुरज सर र म चाहिँ यसरी हेरिरहेको छौँ। सुरज सर कस्तो लाग्यो? हेलो, गुड मर्निङ। सुन्दर नमुना। तपाईँ हिमाली भेगबाट हेर्नुभयो भने सनराइज अलिक फरक तरिकाले देख्न सक्नुहुन्छ। यहाँबाट अलिकति लोवर बेसबाट हेर्नुभयो भने डाइरेक्ट आँखामा पर्छ। त्यो चाहिँ तपाईँले पोलराइज सनग्लासेस नलाइकन हेर्नै सक्नुहुन्छ। तर तपाईँ माथि माउन्टेनबाट हेर्नुभयो भने एकदम सिम्पल त्यो बेसार कलरको देख्न सक्नुहुन्छ, जसमा चाहिँ पोलराइज ग्लासै चाहिँदैन। सो प्रियहरू, यति बेला चाहिँ हामी यो श्री अन्तुमै छौँ। श्री अन्तुको पोखरी तल छ, हेर्नुहोस्। यो श्री अन्तुको पोखरी यसरी देखिराख्नु भएको छ होला। अनि विशेष गरी धेरैजनाको देश बाहिर र देशभित्रको टुरिस्टहरूको एउटा टार्गेट पोइन्ट चाहिँ यो छ, श्री अन्तुको पोखरीनिर जाने बस्ने। अनि यो वरिपरि होटलहरू तपाईँले देखिराख्नु भएको छ होला। अनि रातिको भ्युज र दिउँसोको भ्यू चाहिँ कम्प्लिटली डिफ्रेन्ट छ। राति चाहिँ यस्तो माहौल छ, रङ्गी-चङ्गी, अनि लाइक म्युजिकहरू पुरा बजिरहेको हुन्छ। अनि बिहान चाहिँ अहिले सुनसान तर पुरा ग्रिन छ। यो चाहिँ एउटा इन्डियासँग बोर्डर नजिक, अनि तराईबाट यसो गर्मी छल्नलाई पनि यहाँ आउन धेरै नजिक भएको कारणले यो चाहिँ एकदमै चल्ने पर्यटकीय क्षेत्रको रूपमा चाहिँ इलामको सूर्योदय नगरपालिकामा अवस्थित छ। अझै पनि यसलाई व्यवस्थित गर्दै लान सकियो भने, एउटा सिस्टमेटिक तरिकाले जान सक्यो भने राम्रो हुन्छ। जो कोही पनि घुम्न आउँदाखेरि धेरै हाई एक्सपेक्टेसन चाहिँ राख्नु हुँदैन, बट तपाईँले यहाँ आएर कुल तरिकाले केही समय बिताउनलाई राम्रो छ। यो माथि टावर पनि देखिन्छ, त्यो श्री अन्तुको भ्यू पोइन्ट, सनराइज हेर्ने भ्यू पोइन्ट। त्यसलाई दिपेन्द्र शिखर पनि भनेर नामकरण गरेको जस्तो लाग्छ। अनि यहाँको हाइट भनेको चाहिँ 1600 मिटर छ, माथिको 1800 मिटर, लगभग 200 मिटरको अन्तर छ। तपाईँ झापाबाट आउँदाखेरि यहाँको मौसम र झापाको मौसम चाहिँ ड्रास्टिकल्ली चेन्जेस हुन्छ, तर तपाईँलाई रिफ्रेस चाहिँ हुन्छ केही समयको लागि भए पनि। गुड मर्निङ फ्रम श्री अन्तु। सूर्योदय चाहिँ देख्न पनि पाइयो आज। एकदम खुसी लागिरहेछ, एकदम इन्जोय भइरहेछ। यही नै हो, पूर्व त इमेजहरू त देखियो होइन, चिया र घाम नै थियो मेरो लागि। प्रियहरू, यति बेला चाहिँ हामी कन्यामको यो चिया बगानको फ्ल्याग पार्क पुगेर आउँदैछौँ। अनि सो एउटा इलामको आकर्षणको केन्द्रबिन्दु नै यो कन्याम टी गार्डन। अनि वरिपरि चाहिँ यस्तो पुरै ग्रिन भ्यू छ। अनि डोमेस्टिक टुरिस्टको फ्लो चाहिँ अति धेरै देखिरहेको छु। अहिले सार्वजनिक बिदा 2 दिन भएको कारणले पनि यसको चाप चाहिँ वृहत रूपमा बढिरहेको छ। कन्याममा चाहिँ चिया चाहिँ लगभग 1920 सालतिर रोपिएको। अनि यसको सुरुवात चाहिँ जङ्गबहादुर राणाको ज्वाइँ गजराज सिंहले चाहिँ उहाँले चाहिँ चियाको बोटको बिरुवा ल्याएर त्यहाँबाट चाहिँ नेपालमा चियाको खेतीको सुरुवात भएको भन्ने एउटा इतिहास छ। अनि आज हामी यसरी घुमेर हाम्रो ट्राभललाई ऱ्यापअप गर्दैछौँ।